का हाल बा सब ठीक बा नु एकदम ठीक बा टकाटक बा अनि के छ त अनि हाम्रो धादिङको हालखबर के छ धादिङ राम्रो छ धादिङ बेसीको राम्रो छ तपाईको हजुर भन्दा धेरै राम्रो छ हजुर हामी एकदम यसको लागि आभारी छौं धेरै धेरै राम्रो छ हजुर थ्यांक यू अनि व्यापार कतिको छ त हजुर व्यापार पनि राम्रै छ गाउँले एरिया छ तर गाउँले एरियाको अनुसार एकदम राम्रै छ गाउँले एरिया यो गाउँले हो र यो त बजार छ त फेरि गाउँले हो र यो त बजार हो यो काठमाडौँको बजार भन्दा ठुलो बजार हो यो राम्रो बजार होइन सानो जिल्ला हो सानो होइन जिल्ला सानो छैन कि बजार चाहिँ सानो छ तर बजार धेरै राम्रो छ कि हैन बजार त राम्रै छ तर व्यापार भनेको गाउँले व्यापार हो गाउँबाट झर्ने मान्छेहरू झर्ने मान्छे हो अनि त्यो अनुसार व्यापार हुन्छ ठिकै भन्नु पर्यो अब पोखरा काठमाडौँ नारायणगढ व्यापार हुँदैन किनकि त्यहाँ मान्छेको जनसङ्ख्या पनि धेरै छ हजुर त्यहाँ अलिक ठिकै छ त्यस कारणले ठिक छ हामीलाई भइरह राम्रै छ बाँचे ठिक छ अनि भनेपछि अनि के छ त अनि हामी कति वर्षमा भेट भयो हामी लगभग 2 वर्ष भयो होला हजुर 2 वर्ष भयो होला 2 वर्ष त भएको छैन म त अस्ति 1 वर्ष भयो जस्तो लागिरहेको थियो हैन 2 वर्ष पक्कै हो र 80 मा भेट्नु भएको अहिले 2082 सालको मैले चाहिँ यो भिडियो किन खिचेको भने अब धादिङ बजार कस्तो छ एकचोटि हेरौँ न भनेर भन्नुहुन्थ्यो एउटा साथीले अनि त्यस कारणले गर्दाखेरि मैले भिडियो खिचिरहेको छु अनि अब तपाईँ के भन्न चाहनुहुन्छ अब हैन लास्टमा के भन्न चाहनुहुन्छ एकचोटि भनिदिनुहोस् न ठिक छ राम्रो छ यहाँ धेरै सन्तुष्टि छ हामीलाई हो ए म चाहिँ अब खेलेको हुर्केको ठाउँ यही हो रेकर्ड भएन के हो रेकर्ड भइरहेको छ हैन अलि लाइट कम छ हजुर काठमाडौँ म थाङकोटतिर बस्छु हजुर थाङकोटमा